हेलो एभ्रिवान सेवा नमस्ते वेलकम टु माई च्यानल इट्स मिस सुजाता सन्चै हुनुहुन्छ साथीहरू आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि ठिकै छु भन्दा पनि हल्का रुगाखोकी लागिरहेछ काठमाडौँमा चाहिँ 1-2 दिन यतादेखि निकै पानी परिरहेछ नि त त्यही चिसोको कारणले हल्का मात्रै रुगाखोकी लागिरहेछ अनि धेरै दिनपछि नयाँ भिडियो लिएर आइसकेको छु साथीहरू अनि आज चाहिँ म क्लास गएर पनि आइसकेँ आज सन्डे भाइहरूको चाहिँ क्लास थिएन मेरो मात्रै थियो अनि क्लास गएर आइसकेँ अनि म चाहिँ भिडियो स्टार्ट गर्दैछु अनि आज चाहिँ के गर्छु त भनेर हेर्दै गर्नुहोला है त साथीहरू अब चाहिँ म रेडी भएर बाहिर जान लागेको बजारतिर कति साथीहरूलाई थाहा छ पनि होला कति साथीहरूलाई थाहा छैन पनि होला म चाहिँ अलिअलि क्रोसे पनि गर्छु अनि मेरो चाहिँ सबै धागोहरू सकिएको छ यति बेला सबै कलरको धागोहरू सकिएको छ अनि धागोहरू ल्याउनु पर्ने थियो बिहान क्लास जाँदा पनि म गएको थिएँ जान चाहिँ तर मलाई चाहिँ लगन खेलको त्यो धागोहरू पाउने चाहिँ 2टा पसल मात्र थाहा छ त्यस्तो धेरै थाहा छैन अनि त्यो पसलहरू चाहिँ बिहान बन्द थियो अनि त्यही भएर अनि भरे आउँछु भनेर म यतिकै फर्केर आएँ अनि अब चाहिँ जान लागेको धागोहरू लिनको लागि अनि फेरि यता चाहिँ अघि चाहिँ टलक्क घाम लागिरहेको थियो भने अनि फेरि अब चाहिँ पानी पर्ला जस्तो भइरहेछ अब रेडी भइ त हालेँ अब निस्किनै पर्यो अब छाता बोकेर निस्किनु पर्यो पानी पऱ्यो भने हुन त यसै पनि हिँडेर जाने त होइन अनि त्यही भएर अनि अब चाहिँ निस्किन्छु यो ब्याग बोकेर यो ब्याग पनि मैले आफैले बनेको हो अनि अब यसमा ब्लुटुथ अब लागिदिएको है बजार साथीहरू अब म चाहिँ रुमबाट बाहिर निस्केँ अनि यहाँ रोडमा निस्केपछि चाहिँ अब गाडी पर्खिनुपर्छ तर यो चाँगाथलीको गाडी पर्खिँदा पनि आउँदैन यस्तो झ्याउ लगाउँछ नि त्यही भएर म अब गाडी चाहिँ पर्खिदिएर हिँड्दै गर्छु गाडीले कहाँ भेट्छ त्यहीबाट चढ्छु अनि मौसम चाहिँ यस्तो छ है पानी पर्न लागिरहेछ म चाहिँ यहाँ पसलमा आइसकेँ यति धेरै छ धागोहरू चाहिँ अप्सन चाहिँ यहाँ यो चाहिँ नेपाली रहेछ बट यो पालि चाहिँ मैले इन्डियनवाला लिनेवाला छु ठिकै हुन्छ होला अनि अर्को एउटा वाइट हजुर यो यसो गर्नु अब एक एकवटा थपिदिनु मतलब यो सबैको एक एकवटा थपिदिनु अब म चाहिँ निस्किएँ धागो लिएर फेरि घर जाने अब यति नै हो काम यहाँको लगन खेल बजार यति भिड स्टार्ट भयो अब बेलुका त यति भिड हुन्छ नि यहाँ ओ माई गड धागो लिएर पनि भर्खरै आएँ रुम अनि रुम आएर चाहिँ ड्रेस पनि चेन्ज गरेको छैन अब ड्रेस चेन्ज गरेर चाहिँ उता पिठोहरू मुछ्नु छ हाम्रो घरमा चाहिँ मोमो खाने सल्लाह भयो सो अनि अब चाहिँ मोमो छिटो गरम पर्नु छ बेलुका पनि हुन लागिसक्यो अनि उता बहिनीले चाहिँ पिठो मुछ्दैछ अनि अब म पनि ड्रेस चेन्ज गरेर अनि किमा चपिङ गर्न पर्नेछ हेर्दै गर्नु होला है त हामी अब मोमो बनाउँछौँ अब हाम्रो चाहिँ यहाँ मोमो बनाउने प्रोग्राम सुरु भइसक्यो म चाहिँ यहाँ बनाउँदैछु किमा मेरो भागमा चाहिँ कोपी र प्याजको किमा बनाउने परेछ अनि बहिनीले चाहिँ उहाँ अचारको लागि तिल भुट्दैछ अनि पिठो चाहिँ हाम्रो रेडी भइसक्यो अनि अब यो सकेर चाहिँ मोमो बनाउनु पर्ने हुन्छ से हाई सुन्नीमा हेलो कपाल त फेरि कपाललाई चाहिँ इग्नोर हान्दिनँ है सुन्नीमाको अनि अघिको बिरामी चाहिँ उयो अहिले त फेरि चढ भइसक्यो सन्च नभएको अनि अब बनाउँदैछौँ हामी दुईजनाले अनि अब समथिङ 5 पनि बज्न लाग्यो
अब चाहिँ 5 पनि बज्नु लागिसक्यो, त्यही भएर अलिक छिटो छिटो गरेको। सबैलाई राति चाहिँ नबनाऊँ भनेर भनेको, तर यता गऱ्यो उता गऱ्यो, ढिलो भइहाल्छ नि। हेर्दै गर्नु होला मोमो बनाएको है, हामी चाहिँ मोमो बनाउँछौँ, तपाईँहरू हेर्दै गर्नु होला। बाहिर चाहिँ पानी परिरहेछ। आज त मौसमलाई च्यालेन्ज हानिदिने हो नि, हामी बाहिर पानी पर्छ, हामी भित्र तातो तातो मोमो खाएर बस्ने हो। कति पर्छ त पानी भने साथीहरू। अब चाहिँ किमा मुस्ने पालो। यहाँ चाहिँ मैले सबै भेजिटेबलहरू लगाइसकेँ, मासु पनि लगाइसकेँ। आज चाहिँ बन्दैछ हाम्रो पोर्क मोमो। बफ मोमो बनाउने भनेर सोचेको थियौँ, तर पसलमा बफ सकिएछ, अनि त्यही भएर पोर्क मोमो बन्दैछ आज चाहिँ। अनि मैले सबै ल्याइसकेँ। अब चाहिँ बाँकी धनियाँ मात्रै छ। यो धनियाँ चाहिँ आफ्नै करेसाबारीको आफ्नै करेसाबारीको धनियाँ चाहिँ। अनि अब म चाहिँ यसलाई मल्छु, अनि राम्रोसँग मलेर अनि मोमो प्याक गर्ने हो। यो चाहिँ अलिक ठुलो भाँडा नभेटेर चाहिँ मैले यो नाङ्लोमै चाहिँ गरिदिएको। झन् सजिलो, छक नपर्नु होला। अब ठुलो यही त हो नि होइन, यो अब बाँसको नाङ्लो होइन नि त, अनि त्यही भएर भिज्ला मकाउला भन्ने पनि छैन, प्लास्टिकै त हो। म पनि छु यसमा चाहिँ होइन। अनि त्यो अघि हल्का हल्लेको थियो नानीको भिडियो गर्दाखेरि, त्यसमा चाहिँ हल्का माइन्ड नगर्ने, म यस्तै गरिरहेको थिएँ र हात कामेर हल्लेकै थियो। अब हाम्रो चाहिँ यहाँ मोमो पकाउने प्रोग्राम सुरु भइसकेको छ। सुरु त अघि नै भयो, आधा पनि हुन लागिसक्यो। अनि सुनिमाले चाहिँ बेल्दैछ, मैले पट्याउँदैछु, रजतले गोलो बनाउँदैछ, डल्ला क्युटी भाइ। एउटा मोमो सेट भनिसक्यो। मोमो सेट फेरि हाम्रो ठुलो छ, मतलब हामीसँग सानो सानो मोमो सेट थियो, अनि ठुलो थिएन। अनि तर हामीसँग यस्तै मोमो सेट दुईवटा छ। यो एउटा भयो जुन प्याक भइसक्यो, अर्को यो बन्दैछ। किन र मोमो सेट सानो छ भनेर मोमो नखाने? किन नखाने, खाने। त्यही भएर दुईवटा भाँडामा बनाउने हो। जत्रो छ त्यत्रो बनाएर खानु पऱ्यो नि त। अब अर्को भाँडा किन्नु जाने कुरो भएन, अर्को भाँडा किनेर यो भाँडालाई के गर्ने हो र। त्यही भएर धेरैचोटि पकाएर पनि बरु धेरैचोटि पकाएर खाने यसैमा। हाम्रो चाहिँ मोमो डल्लो पारिसक्यौँ, 2 भाँड चाहिँ पाकिसक्यो। अनि अब यति रहेको छ, अब अलिक छ क्या अरे, यति पनि हो। अनि 2 भाँड पाकिसक्यो, अनि यति अब अलिकति छ, अनि चाहिँ सकिन्छ। अब चाहिँ रात पनि पर्न लाग्यो। आजको चाहिँ खानै यही हो। अब पकाउनुपर्छ यसलाई। गाइस सरी कि अलिकति के गर्नु, रनिङ मोड भयो। अघि मोमो बनाएर अनि पाकेको चाहिँ देखाउनै पाएन, त्यो व्यस्त भएर भिडियो बनाउनै बिर्सिएछ। खाइसकेपछि याद आयो, हो भिडियो स्टार्ट गरेको थियो भनेर। अनि त्यही भएर चाहिँ होस्, मोमो चाहिँ दामी बनेको थियो, राम्रोवाला त्यो के गलत हो गाइस त्यो कुरा। अनि मोमो चाहिँ मिठै थियो, ठिकै भएको थियो भनौँ। अनि अब त्यसको बेलेको कसले जे भयो नि मोमो मिठो थियो। बिल्ला नौलागी मैले भनेको बेलेको मैले आजको भिडियो चाहिँ यति नै भन्दै आजको भिडियोलाई चाहिँ यही अन्त्य गर्छु भन्दै, यदि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, अनि आजको भिडियो कस्तो लाग्यो भनेर कमेन्टमा पनि सोधिदिनु होला भन्दै आजको भिडियो यही अन्त्य गर्न चाहन्छु।
बाई बाई, अर्को भिडियोमा भेट्छु।